नमस्कार सम्पूर्ण दर्शकहरूमा हार्दिक स्वागत छ। म हुँ नेपाली बाबु कमल हितङ्गाको तर्फबाट। आज म तपाईँलाई लिएर आएको छु लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला स्थित तिलोतमा नगरपालिका रहेको एउटा यस्तो अद्भुत गन्तव्यमा जहाँ प्राकृतिक बोल्छ, हरियाली मुस्कुराउँछ, चराचुरुङ्गीको स्वरले मन मोहित बनाउँदछ र प्रत्येक पाइला शान्ति, सौन्दर्य तथा नयाँ अनुभूतिले भरिएको हुन्छ। म लगायत सम्पूर्ण दर्शकहरूलाई स्वागत छ शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्रमा। आजको भिडियोमा म यसको इतिहास, स्थान, प्राकृतिक सौन्दर्य, जैविक विविधता, अनुसन्धानको महत्त्वपूर्ण यहाँ गर्न सकिने गतिविधि र भविष्यका सम्भावनाबारे विस्तृत रूपमा बुझ्नेछु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। शङ्करनगर वन विहारको परिचय। नेपाल प्राकृतिक सम्पदाले धनी देश हो। हिमाल, पहाड, तराई, नदी, ताल र वनहरूको हाम्रो देशलाई विश्वमै विशेष बनाएको छन्। ती प्राकृतिक सम्पदा मध्ये शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र एक आकर्षक उदाहरण हो। यो केन्द्र रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा अवस्थित छ। बुटोलबाट केही मिनेटको यात्रामै पुग्न सकिने यो स्थान परिवार, विद्यार्थी, अनुसन्धानकर्ता, प्राकृतिक प्रेमी तथा आन्तरिक र बराह पर्यटकका लागि लोकप्रिय गन्तव्य बनेको छ। आज म लगायत मेरो परिवार, मेरा सम्पूर्ण साथीभाइहरू यो वनभाटिकामा आउँदा एकदमै खुसी लाग्यो र हामी पनि एकदम यो वनभाटिका, यो शङ्कर विहारमा रहेको यो एउटा पार्कमा आउँदा एकदम मन हर्षित भएको छ। मलाई यो वनभाटिकामा आउँदा एउटा कुरा एकदमै मन पर्यो। विद्यार्थी भाइ बहिनीहरूको लागि एकदमै रमाइलो गर्ने ठाउँ छ, पिकनिक खाने ठाउँ छ, मनोरञ्जन गर्ने ठाउँ छ। विभिन्न किसिमका प्राकृतिक वनजङ्गलमा रहेका यी विविध कार्यक्रममा सहभागी हुन सकिनेछ। अब आउने समयमा गाउँदेखि विद्यार्थीहरू भ्रमणका लागि जो कोही सहरमा झर्नुहुन्छ, कृपया एकपटक वनभाटिका भ्रमण गरेर जानुहुन म अनुरोध गर्न चाहन्छु। हजुर खै के छ यहाँ? दर्शक मनहरू यहाँ देख्न सक्नुहुन्छ यो पार्कभित्र एउटा सानो पसल पनि छ। यो सानो पसलभित्र विभिन्न किसिमका बच्चाहरूले खानेकुराहरू, फलफुलहरू अनि खेलौनाहरू पनि यहाँ देख्न सकिन्छ। प्रत्यक्ष रूपमा बच्चाहरू खानको लागि झुमिराख्नु भएको छ। यहाँ विभिन्न किसिमका खानेकुराहरू पनि पाइँदो रहेछन्। मेरो दादाले नानी बाबुहरूलाई खानेकुरा, खेलौनाहरू यहाँ पसलबाट किनिदिँदै हुनुहुन्छ। Kita ketemu,
आजको हाम्रो समय यही पार्कभित्र रहनेछ। यो पार्कभित्र विभिन्न किसिमका अवलोकन गर्न पाइनेछ। सम्पूर्ण साथीभाइहरूसँग मिल्न सकिनेछ। पक्कै पनि आशा छ जहाँसम्म मिलिनेछ भन्ने मैले पुरा आशा गरेको छु। अब हामी अगाडि बढ्दैछौँ। यहाँ हाम्रो परिवारहरू आफ्ना गफमा मस्त व्यस्त हुनुहुन्छ। अब हामी वीर शहीद अमर रहन शहीद स्मृति पार्कतिर जाँदैछौँ। यहाँको बारेमा पनि हजुरहरूलाई जानकारी गराउनेछु। त्यहाँसम्मको लागि भिडियो हेर्नुहोला भन्न चाहन्छु है। अब हामी शहीद स्मृति पार्कतिर प्रवेश गर्दैछौँ। यहाँको दृश्य तपाईँलाई देखाउने छु। हामी घुम्न जाँदा केही सामान्य कुरामा ध्यान दिन सके प्रकृतिको संरक्षण ठुलो योगदान दिन सक्छौँ। दर्शक महानुभावहरू, फोहोर जथाभावी नफालौँ, प्लास्टिकको प्रयोग सकेसम्म कम गरौँ, वन्यजन्तुलाई दुःख नदिउँ, रुख बिरुवा नोक्सान नगरौँ, पार्कमा नियम पालना गरौँ। प्रकृति हाम्रो साझा सम्पत्ति हो, यसको संरक्षण पनि हाम्रो साझा जिम्मेवारी हो। बुटोलको शङ्करनगर वनविहार तथा अनुसन्धान केन्द्र एउटा पार्क होइन, यो प्राकृतिक संरक्षण, शिक्षा, अनुसन्धान र पर्यटकको सुन्दर सङ्गम हो। यहाँ बिताएको केही घन्टाले मलाई शान्त बनाउँछ, प्रकृतिप्रतिको सम्मान बढाउँछ र वातावरण जोगाउने प्रेरणा दिन्छ। यदि तपाईँ रूपन्देही वा बुटोल आसपास हुनुहुन्छ भने एकपटक यहाँ अवश्य आउनुहोला र यदि टाढा हुनुहुन्छ भने अवसर मिल्दा यो सुन्दर गन्तव्यलाई आफ्नो यात्रा सूचीमा अवश्य समावेश गर्नुहोला। यदि यो भिडियो तपाईँलाई उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै नेपाली पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाका भिडियोहरूका लागि मेरो च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला। म हुँ नेपाली बाबु कमल हितङ्ग। अर्को रोचक यात्रामा फेरि भेटौँला। तबसम्मको लागि म बिदा हुन चाहन्छु। नमस्कार।